ताजा तरकारी जनकल्याण उत्पादन सहकारी संस्थाको भ्रमणको 5औं दिन तय गरेको हामी आज 14 दिनमा यात्रा तय गरिरहेका छौँ र यो 4 दिनको यात्राको क्रममा खानाको व्यवस्थापन, बसाइको व्यवस्थापन, भ्रमण हिँडाइको व्यवस्थापन इत्यादिको बारेमा के कस्ता अनुभव सँगालिएको छ र ती विषयहरूलाई हाम्रा भ्रमणका एकमात्र महिला भ्रमणकर्ता जमुना आचार्य जो सहकारी संस्थाको उपाध्यक्ष पनि हुनुहुन्छ, उहाँले आफ्नो कुरा राख्नुहुन्छ। ल सुनौ उहीँको मुखबाट। नमस्कार। मेरो यो 5 दिने भ्रमणको क्रममा हिजो हामी 3 दिनको दिन महाकालीबाट कडाली हुँदै वीरगन्जतिर लाग्ने तर्फमा सुर्खेततिर लाग्ने क्रममा कोलपुरबाट आउनेमा कोलपुरतिरबाट आमजाम भन्दै गर्दा चिसो पानीमा यताबाट छिटो छ भन्नुभयो बाटो र हामी त्यो बाटो चिसो पानीबाट यता सुर्खेततिर लाग्यो। सजिलै छ भन्नुभयो र आइयो। बाटो धेरै अप्ठ्यारो रहेछ, धेरै जङ्गल कच्ची रोड, राति आछौँ कताबाट के आउँछ कि जस्तो आछ। गाडी पनि त्यति चल्दा रहेछ, मान्छे घर भन्ने घरै रहन्छन्, कोही ठाउँमा फटाफट रहन्छन्, जङ्गल। हामी 11 बजीतिर बल्ल हामी सुर्खेत आइयो। बस्न पाउनु भयो? बस्न पाउन त, तर त्यति राम्रो लागेन। खाना पनि ठिकै थियो, टोयलेटमा पानी रहन्छ। के कारणले त्यस्तो असुविधामा पर्नुभयो तपाईँ? हामी ढिलो आएको कारणले होला। अब छिटो आउनु पाएको त होटेल पनि पाउँदैन होला, अलि राम्रो ढिलो आइयो। त्यसमा सबै बन्द भइसकेका। पश्चिमतिरको खाना कस्तो लाग्यो तपाईँलाई? ठाउँमा त राम्रै हो, कोही ठाउँमा राम्रो लागेन। कहिले राम्रो खाइयो, कहिले नराम्रो खाइयो, कहिले राम्रो ठाउँमा बस्यो, कहिले नराम्रोमा बस्यो। त्यस्तै भयो। अब आज हामीहरू कुनतिर हिँड्दैछौँ, अब कस्तो हुन्छ? नास्ता गरेर हिँड्नु भयो बिहानको? यता देउती गजै गइयो, दर्शन गरियो, बुलबुले ताल गइयो, चढियो। अब हामी आफ्नै खर्चमा त्यो पनि फेरि सहकारीबाट गएर आफ्नो मनोरञ्जन गर्नुपर्छ भन्नु होला सबैले। होइन, हामी आफ्नो प्याकेटको खर्च। भ्रमण तपाईँको आफ्नै खर्चको हो? भ्रमण होइन, हामी सहकारीबाट अवलम्बन गर्न हिँडेका हौँ। के खर्च हो त तपाईँको? आफ्नो निजी खर्च? आफ्नो निजी खर्च। हामी त्यही उसमा बुलबुली तालमा त्यहाँ बोटिङ गर्नुभयो? बोटिङ खर्च तपाईँहरूको निजी आफ्नो हो, सहकारीको होइन? बस्ने मात्रै हो। अरू बाँकी खर्च सबै आफ्नो प्याकेटबाट गरेर कसैले अन्यथा नलिनु होला। ल धन्यवाद छ हाम्रा सहकारीको उपाध्यक्ष जमुना आचार्यज्यूलाई। उहाँले तिता-मिठा भ्रमण यात्रा अनुभव सुनाउनु भयो। त्यस्तै हो भ्रमण, कहीँ राम्रा हुन्छन्, कहीँ नराम्रा हुन्छन्, कहीँ सकारात्मक हुन्छन्, कहीँ नकारात्मक हुन्छन्। यही नै हो जीवनको सपनाहरू पुरा गर्ने क्रममा दौडिरहेको यात्रा नै हो। उहाँलाई धेरै धेरै धन्यवाद छ।